मेरो जन्म दिने आमा नभए पनि कर्म दिने आमा हुनुहुन्छ उहाँ। धेरै समयपछि म गएको उहाँको घरमा। पहिला हप्तै पछि जाने गर्थेँ। केही समय टाढा टाढा हुनु बाध्यताले गर्दाखेरि धेरै समय पछाडि म जाँदाखेरि यस्तो भएछ उहाँको घर। दुःख लाग्छ, के गर्नु होइन। कति कुराहरू मनमै हुन्छ। आज उहाँको घर सफा गर्न पाएँ, खुसी लागेको छ। उहाँ जहाँ भए पनि, जहाँ रहे पनि सधैँ खुसी हुनुहोस्। कतिले नराम्रो तरिकाले मलाई हेरे तापनि, उहाँहरूको परिवारले मलाई नराम्रो तरिकाले हेरे पनि म सधैँ उहाँहरूलाई राम्रो तरिकाले नै हेर्ने गर्छु। उहाँहरू भगवान् भएर जानुभएको छ होइन। उहाँले जस्तो सुकै कुराहरू गरे तापनि म मेरो मनबाट कहिले पनि आमाप्रतिको सम्मान, बुवाप्रतिको सम्मान कहिले पनि नराम्रो हुने छैन। जहिले पनि म चाहिँ उहाँलाई सम्मान नै गर्न चाहन्छु। जोसुकैले जेसुकै भने पनि होइन। त्यही भएर आज म एकदमै खुसी छु। धेरै समयमा गएर होला एउटा घर, एउटा मन्दिर सफा गर्ने र